हामी बुढाबुढी चाहिँ जिम जान आँटेको आज मजा टक्क लाएर मेरो बुढाले मेरो लेस बाँधिदिनु भयो, मलाई जाएन रे। अब टिटिटी हिँड्दै हिँड्दै जाँदैछौँ जिमसम्म पुग्नको लागि। मस्त वाकिङ हुन्छ। मेरो बुढाले चाहिँ मलाई ढोका खोलिदिन्छ, म चट्ट जान्छु, चट्ट ब्याग राख्छु होइन। त्यसपछि ल है त ओट लिएर स्क्वाट गरौँ। मेरो बुढाले मलाई सिकाउँदै हुनुहुन्छ। टक 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 हामी चाहिँ पुरा मस्त स्क्वाट गरिरहेको छौँ होइन। टक 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 मैले 4 केजी उठाएको छु, मेरो बुढाले चाहिँ 6 केजीको उठाउनु भएको छ। चट्ट अर्को पनि 4 केजी र 6 केजीको डम्बेल बोकेर चट्ट यता हल्का। यसलाई चाहिँ के भन्छ मलाई थाहा छैन, हजुरहरूले भन्नु त यसलाई के भन्छ। म पनि नयाँ हो कि जिममा, त्यही भएर मलाई के पनि थाहा छैन। ल यो पनि यस्तो नि गरौँ। ट्वाइङ 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 ट्वाइङ। ल यता वेट लिफ्ट गरौँ। जम्मा कति 10 केजीको हो यो चाहिँ। मेरो बुढाले काउन्ट गरिदिँदै भयो भने मैले चाहिँ यो राम्रोसँग आएको छैन क्वेसन मिलेन। बुढा टक टक गर्नुभएको छ यता हेयरस्टाइल गर्नुभएको छ। मेरो बुढाले पनि सेम वेटकै गर्नु भएको छ, मलाई सिकाउनु भएको भएर होला। 1 2 3 उहाँ चाहिँ मेरो अर्को जिम ट्रेनर हुनुहुन्छ, उहाँले चाहिँ मस्त अर्को लेग डे उहाँको आज अर्को पाला आएर ट्वाइङ 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 मजाले हामी तान्छौँ। यता चाहिँ मलाई आउँदैन, पनि वेट छ, म 7.5 वेट हालेर गरेको छौँ हामी। सर सर मेरो बुढा सर पिङ खेल्नु भयो। मेरो बुढाले ड्याङ 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 कुदुम कुदुम कुदुम। अब चाहिँ लास्ट ट्रेनमा खुट्टा दुखेर मर्न लाग्यो मेरो बुढाले मलाई, त्यही भएर बिस्तारै लिएर जाँदै हुनुहुन्छ।